ओहो देख बल कता खस्यो थाहा पाइन नि यार यो गेम शैशाब भर्सेस रमेश सर दुईजना सरकारी कर्मचारी तर गेम चाहिँ निकै खतरनाक छ सन्तोष सरको राम्रो प्लेसिङ शट राम्रो बल आउट बल नेटमा लागेको छ शैशाबको रिसिभ राम्रो प्लेसिङ घातक शट रमेश सरद्वारा डिफेन्स राम्रो छ हिसाबको बल राइट गिरेको छ अङ्क छ 8-7 कति मिलेर भेट्न रहेछ ल राम्रो नाइस राम्रो प्लेसिङ छ हिसाबको ल अङ्क भएको छ 8 बराबर हो 8 बराबर नत्र रिभ्यू हेर्न मिल्छ अहिले रिभ्यू छ 8 बराबर बल राइट गिरेको छ अङ्क रमेश सरतिर 9-8 राम्रो प्लेसिङ बल राइट औ नाइस शट बेगम सर दस 9 बल सर्ट भएको छ सर्भिस सर्ट अङ्क बराबर 10 बराबर झुक्यो 11-10 रमेश सर 11 शैशाब 10 निकै राम्रो सर्ट सन्तोष सरको प्लेसिङ राम्रो थियो तर बल आउट हुन सफल अङ्क भएको छ 2-0 12-10 पुनः बल आउट भएको छ अङ्क भएको छ 13-10 बल राइट छ रिभ्यू हेर्न मिल्छ टाक्क घेरामा छ 4-0 आज पन्जाबले ए आरआरले जित्छ क्या आज यार त्यही त आर जाने हो क्वालिफाईमा हारे जान्न ए शट नेटमा नाइस प्लेसिङ बेगम सरबाट अङ्क छ 2-5 3 पोइन्ट लिड साम्रो रेम सरको टोली नाइस प्लेस नाइस शट बल आउट 3-5 2 पोइन्ट लिड नाइस सर्भिस यार 4-5 निकै घातक शट रमेश सरबाट प्रहार भएको छ अङ्क जोड्नु भएको छ आफ्नो खातामा ऱ्याकेट जित्यो पुनः अङ्क आएको छ रमेश सरको टिमतर्फ अङ्क आएको छ 17-14 हो क्या
राम्रो सर्ट ओ नाइस रिसिभ यार बल राइट रहेछ यार सर्ट नाइस सर्ट बेगम सरबाट 5-8 5 मिनट 6 मिनट भयो कति मिनट भयो रहेछ गेम इन्डिङसम्म गरौँ भन्दा ओ बल आउट पनि रङ गरेर चेस गर्ने यार वाउ सर्ट नाइस थियो तर नेटमा लाग्न सफल अङ्क 7-8 1 पॉइन्ट लिड राम्रो प्लेसिङ राम्रो रिसिभ बल आउट ओ यसको फाइदा भएको छ बेगम सरको टोलीलाई अङ्क भयो 8 बराबर लङ भेटाइएको छ ल 9-8 सरले खै हाने त्यस्तै हो बल आउट यसको फाइदा रमेश सरको टोलीलाई लास्ट 8 अब